मात्रै हुँदैन, यो हत्याको जिम्मा लिएर कटघरामा उभिनु जना 10 जना मान्छेले देशको भ्रष्टाचार रोक्छु भन्यो भने 5 दिनमा रोकिन्छ। फरकै पर्दैन, 5 दिनमा रोकिन्छ। देशको भ्रष्टाचार रोक्न खोज्यो भने 5 दिनमा रोकिन्छ। रोक्यो त प्राण नजाउन्जेलसम्म चाहिँ त्यहाँ नजलुन्जेलसम्म कुर्सीमै बसिरहने, अरूले चान्स नपाउने, त्यस्तो पनि सिस्टम हुन्छ कि कसरी चल्छ? अहिले प्राण जाउन्जेलसम्म चाहिँ कुर्सीमै बसिराख्ने, नछोड्ने। केरीमा फुले बुढी तिमी पनि फुलिसक्यौ त, खै के गर्न सक्दैनौ त, म सक्दिनँ भनेर छोड्दै गएरले गर्थे नि त। प्रधानमन्त्रीज्यू, मन्त्री परिषद कहिलेसम्म विस्तार हुन्छ? भएको भाइ छ त। अलिकति जनतासँग कसरी बोल्नुपर्ने, कसरी व्यवहार गर्नुपर्ने, कोसँग बोल्दैछु अलिकति हुँदैन यत्रो? प्रधानमन्त्री जस्तो मान्छे रिसाएर बोलिदिनु पर्छ।